इस सभी के ताली से बजाए थे ये इसका आधार तो जीवो हमारा संबंध क्षेत्र में करता है हमारे संबंध आसन करते हैं हमारे करते हैं से बोले तातरिंग दिन वाला फेब्जो के कुंडन सो कौन अने चितांग के छाले मांगो है जिरे पेन से कर से करे अने गाँव का साल छाले मांगो दिशा ने तंग आराम सो ला सेवा चेने अने गाँव दोल बुद्धे चोके अने नाशुन नाम ता कांग से बोले से नारे ता कांदा ठुंजल यों के चेतो देने गाँव दे कांग से बोले चे नमाने अने ले चेने से नाम के दो 안데라 코랑게 두제 돈네 데레 페바데라 아니 아랑게 뭐네 닝 타바데 아니 제수에랑다 투지 제스 슈아이 आयोजक साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आज यो जुन आयोजन सेकेन्ड रोड बागलुर कप 2021 मा सुरु भएको सबै खेलाडीहरूलाई म हार्दिक शुभकामना र अल द बेस्ट भन्न चाहन्छु यस खेलकुदलाई खेलाडी प्रशिक्षक व्यवस्थापकहरूले चाहिँ सफलतापूर्वक सम्पन्न गरिदिनु हुन हार्दिक ज्ञापन गर्दछु र धन्यवाद भन्न चाहन्छु अनि त्यसैले साथमा आज हाम्रो यो दोस्रो तोल्पो गोल्ड कपमा पदक हाम्रो प्रमुख अतिथि दाजु काटिसकेका छु र त्यसैले साथमा हाम्रो विशेष अतिथि प्रमुखमा सम्बोधन छु र विशेष गरेर हाम्रो यस खेलकुदलाई सक्सेस बनाउन लागि हाम्रो सफलता बनाउन लागि सपोर्टेड बाई प्रमुख सोसाइटी त्यसैले साथमा हाम्रो तिनी हाम्रो स्थानीय गाउँपालिका अनि होटल मण्डला धर्मटुकु च्यारिटेबल फाउन्डेसन एक्सप्लोर कोल्पो सिङ्गल स्पोर्ट एन्ड मिडिया पार्टनर इमान्दार खबर लगायत हाम्रो सम्पूर्णलाई म धेरै धेरै आयोजनको तर्फबाट धन्यवाद ताली बजाइदिनु होला सम्पूर्णलाई यहाँ प्रथम सम्पूर्णले अनि हाम्रो एकदम व्यस्त समय मिलेर
We'll organize. Azabat tarih üzerinden please.
हामी यहाँ हाम्रो दोस्रो दोल्पो गोल्ड कप फुटसल टुर्नामेन्ट गइरहेको छ। यो टुर्नामेन्ट चाहिँ हामीले विशेष गरेर एक दिनको लागि आयोजना गरेको छौँ। यसमा चाहिँ हामी तीनै गाउँपालिकाको खेलाडीहरू छ। अप्पल्लो डोल्पो 3 गाउँपालिकाको, विशेष गरेर हाम्रो छर्काताङसुङ गाउँपालिका, धौलोबुद्ध गाउँपालिका र से फोक्सुम गाउँपालिका। हामी चाहिँ विशेष गरेर हामी 3 गाउँपालिका चाहिँ हामी काठमाडौँमा हाम्रो समाज पनि एकै छौँ, त्यस कारणले हामी खेलकुद सङ्घ पनि एकैमा छौँ। अनि अझ विशेष गरेर हामी त्यस कारणले धौलोबुद्ध खेलकुद सङ्घद्वारा आयोजित भएको वान डे फुटसल टुर्नामेन्टमा हामीले यो ले हिमालय फुटसलमा आयोजना गरेको छौँ र यसमा हाम्रो 14 जना पुरुष टिम र 4 वटा महिला टिमहरू सहभागिता छ भनेर म यहाँ जानकारी दिन चाहन्छु। अनि विशेष गरेर आज हाम्रो प्रमुख अतिथि पाल्नुभयो नेपाल राष्ट्रिय फुटबल क्याप्टेन र कोच राजु काजी साक्या। त्यसकारण हाम्रो विशेष अतिथि टुकु कामा साङबरिम्बो छेज्यू र अनि हाम्रो तीनै गाउँपालिकाको अध्यक्षज्यू र स्थानीय तहको जनप्रतिनिधि र हामी सबै गाउँको आमा बुवा दाजुभाइ दिदीबहिनी सबै एकजुट भएर हामी यहाँ आज एकदम नै रोमाञ्चक खेल हेरिरहेको छु भनेर म जानकारी दिन चाहन्छु। आज हाम्रो यहाँ चाहिँ खेलकुद कार्यक्रम भइरहेको छ डोल्पो सेकेन्ड कपको। अनि यहाँ चाहिँ अब हामी 14 टिम चाहिँ पुरुष रहेको छ अनि 4 टिम चाहिँ महिलाहरू सहभागी छ। अनि त्यसै गरी अहिले हामीले चाहिँ अब पहिलातिर चाहिँ हामी यस्तो ग्राउन्डमा खेल्थ्यो। अनि योपालि चाहिँ अब हल्का के अरे बजेट कम भएको कारणले, त्यही माथि लकडाउनको कारणले हामी यहाँ अहिले फुटसलमा खेलेको योपालिदेखि चाहिँ फुटसल फर्स्ट टाइम खेलेको। अनि त्यही हो, अब पहिला त हामी ग्राउन्डमा त 11 जना टिम हुन्थ्यो। योपालि चाहिँ अब कुनै 3 गाउँपालिका मिलेर अनि 2-2वटा टिम बनाएर अनि हामी खेलिरहेको छौँ। हाम्रो म्याच चाहिँ खेलिसक्यो। हाम्रो आफ्नै भेन्साङ गाउँपालिकाको अनि टिम ए र टिम बी छ गर्ल्सको। अनि टिम ए भर्सेस बी पर्यो। हामीले 6 गोल हान्यो अनि उहाँहरू चाहिँ 0 छ। र यो हाम्रो डोल्पो खेलकुद सङ्घले प्रत्येक वर्षमा यो खेलकुद यो फुटबलहरू अनि त्यस्तो खेल्ने कुराहरू भयो। तर पहिला त हाम्रो के हो भने यो दसैँ तिहारतिर बच्चाहरू यहाँ स्कुलमा छुट्टी हुन्छ, तिनीहरू खेल्ने पनि 2-3 वर्ष खेलेको हो। अनि यो सालमा यो लकडाउन कारणले अहिलेसम्म खेल्नु भएन। तर पनि अहिले चाहिँ यो समयमा अलिकति राम्रो भएको कारणले अनि हामीले आज यो फागुन 22 गते सबै यहाँ मिलेर बसेर डोल्पोको 3 गाउँपालिकाको सबै बसेर यो खेलकुद सञ्चालक समितिले आयोजना गरेर हामीले यहाँ यस्तो खेल्ने भयो कार्यक्रम भयो। त्यसैले हामीले धेरै स्वागत र भविष्यमा पनि हामीले यो राम्रो हुने हामी विचार गर्दैछौँ। अनि धन्यवाद। नमस्कार सबैलाई। यो दोस्रो डोल्पो कपको खेल आज यस ली हिमालय फुटसलमा चाहिँ भइरहेको छ र यो हरेक वर्ष भइ नै रहेको छ र साबिकका 7 गाविस र हालको से फोक्सुम गाउँपालिका छर्काताङसुङ डोल्पोबुद्ध गरेर यो अन्तर प्रतिस्पर्धात्मक खेल हो, जसले गर्दाखेरि एक आपसमा चिनजान रमाइलोपन र वर्ष एकपछि यिनीहरूको विभिन्न स्कुल विद्यालयहरूमा पाठन गर्ने क्रममा विभिन्न ठाउँमा हुने भएकोले यसले चाहिँ एउटा भेटघाट गर्ने, चिनजान गर्ने, शुभकामना आदान प्रदान गर्नेदेखि लिएर यसले एउटा मौका जुटाएको छ। त्यसैले यो जस्ता खेलहरूलाई हामी स्थानीय निकायदेखि लिएर सम्बन्धित सबै निकायहरूले चाहिँ ध्यान पुर्याएर जुन यो गेमलाई चाहिँ समर्थन र हामी सबैले सहयोग गर्नु जरुरी छ। गेम भनेको एउटा ल्याङ्ग्वेज भाषा हो, जसले गर्दाखेरि चाहिँ कुनै देश, भाषा, धर्म, संस्कृति र त्यसैको वेशभूषा तलमाथि सानो ठुलो भन्दैन। यसले चाहिँ एउटा प्लेटफर्म जहाँ कि सबैले सम्मानपूर्वक समानुपातिक ढङ्गले सबैले समेटिएको हुन्छ। त्यसैले एकताको निम्ति भए पनि र शान्तिको निम्ति भए पनि प्रतिस्पर्धाको निम्ति भए पनि यो खेल भनेको चाहिँ हाम्रो जीवनबाट अविस्मरणीय भएको कारणले डोल्पो कप र यो अर्गनाइजरलाई हामी हृदयदेखि धन्यवाद भन्न चाहन्छु। धन्यवाद। नमस्ते। आज हाम्रो यो डोल्पो खेलकुद सङ्घद्वारा आयोजित दोस्रो फुटबल केटा र केटी दुवैको टुर्नामेन्ट हामीले आयोजना गरिरहेको छौँ। आजको हाम्रो यो गेम अति नै रोमाञ्चक रहेको छ। आजको हाम्रो यो गेममा हामीले चाहिँ विशेष गरी
नेपालको पूर्व सफल प्रशिक्षक राजु काजी स्याक्य, त्यसै गरी पूर्व कप्तान हुनुहुन्छ उहाँ, अनि त्यसै विशेष अतिथिमा हामीले चाहिँ टुल्कु कर्म साङ्बुज्यूलाई चाहिँ हामीले निम्ताएका छौँ। आजको हाम्रो गेम चाहिँ अब करिब आधा चाहिँ सम्पन्न भइसकेको छ। हाम्रो चाहिँ योजना भनेको चाहिँ आउने दिनहरूमा चाहिँ हाम्रो ओपो डोल्पाबाट चाहिँ नेपालको राष्ट्रिय लिगमा पनि ओपो डोल्पाबाट खेलाडीहरूले चाहिँ खेल्ने एउटा अवसर प्रदान होस् भनेर हामीले चाहिँ मुख्य उद्देश्य एउटा यो हो। एउटा चाहिँ हाम्रो माथिल्लो 3वटा गाउँपालिका छर्कताङसुङ, डोल्पोबुद्ध, सेपोक्सुङ र 3वटा गाउँपालिकाको चाहिँ एउटा एक आपसमा चिन्जान परिचय र चाहिँ एक आपसमा राम्रो सम्बन्ध हुनको लागि, अनि विशेष गरी हाम्रो माथिल्लो डोल्पा 3वटा गाउँपालिकाका यहाँ अध्ययनरत भाइ बहिनीहरूलाई चाहिँ विशेष गरी हामीले टार्गेटमा राखेर चाहिँ हामीले यो गेम खेलाएका छौँ। र हामीलाई चाहिँ यो विभिन्न हाम्रो माथिको सङ्घ संस्थाहरूबाट हामीलाई चाहिँ आर्थिक सहयोग भएको छ। त्यसको लागि चाहिँ हामी आयोजक टिमको तर्फबाट र म आफ्नो व्यक्तिगतको तर्फबाट म धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र आउने दिनहरूमा पनि हामी यसै गरी नै यो गेमलाई हामी निरन्तरता दिनेछौँ र निरन्तर रूपमा हामी यो गेम खेलाउँछौँ। र त्यसको लागि हाम्रो 3वटा स्थानीय तह छर्कताङसुङ, डोल्पोबुद्ध, सेवकसुन्डो गाउँपालिकाका आउने चाहिँ तपाईँहरूको यो वार्षिक साधारण सभा के अरे यो त्यतिखेर चाहिँ सेवकसुन्डो, छर्कताङसुङ यिनीहरूले चाहिँ बजेट विनियोजन गर्दाखेरि चाहिँ हाम्रो यो खेलकुदको लागि चाहिँ बजेट विनियोजन गरिदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु। र यसै गरी आजको हाम्रो यस कार्यक्रममा चाहिँ भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति आउनुभएका सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी, पत्रकार मित्रहरू र सुरक्षाकर्मी मित्रहरू यहाँ सबलाई धेरै धन्यवाद।
सँगसँगै हामी देख्न सक्छौँ दुवै टिमका खेलाडीहरू यस खेल मैदानभित्र प्रवेश गरिसकेका छन्। कालो जर्सीमा बेन्साङ्गे रहेका छन् भने विजय नीलो जर्सीमा। यो फाइनल खेलमा तपाईँहरू कुन टिमको सपोर्टमा हुनु? यहाँ देख्न सक्छौँ सबै दर्शकबिनहरू निकै नै उत्साहित छन् यो फाइनल खेल हेर्नको लागि। यो फाइनल खेल कालो जर्सीमा बेन्चाङ्गे रहेका छन् भने विजय नीलो जर्सीमा। यति बेला विजयको लागि एक्सलेन्ट फिनिसिङ रहेको थियो र यो गोल सँगै दोबर अग्रता विजय गोल्सको। यहाँ फाइनल विसल बजिसकेको छ। यो फाइनल विसल फाइनल विसल सँगसँगै विजयर्स गोल दोस्रो दलको गोल्ड कप 2021 अन्तर्गतको वुमेन्स तर्फको विजेता हुन सफल भएको छ। याक टिमको लागि यो फ्री किक प्रहार गरेका थिए। टिम यस खेलमा फर्कन सफल भयो। काठमाडौँ तिनचुली स्थित हिमालयन फुटसलमा यो दोस्रो दोल्पो गोल्ड कप 2021 भइरहेको छ। वान डे फुटसल टुर्नामेन्ट रहेको छ। यहाँ बजिसकेको छ। यो फाइनल विसल सँगसँगै नागाउँ याक टिम दोस्रो दलको गोल्ड कप 2021 वान डे फुटसल टुर्नामेन्टको विजेता हुन सफल भएको छ। बधाई छ नागाउँ याक टिमलाई। बधाई छ नागाउँ याक टिमलाई पुरुष तर्फको विजेता हुन सफल भएको छ। र यसै गरी विजर्स गर्ल्सलाई पनि धेरै धेरै बधाई छ। गर्ल्स तर्फको विजेता हुन सफल भएको छ। दुवै विजेता टिम र उपविजेता टिम बेन्डी र बोइज तर्फको बेन्डी र अबको केही समयमा नै पुरस्कार वितरणको कार्यक्रम रहेको छ र त्यो पुरस्कार वितरणको कार्यक्रम तपाईँहरू समक्ष प्रसारण हामी देखाउनेछौँ। नागाउँ ठन्डर एफसी टिमका क्याप्टेन बनेर म गर्न चाहन्छु सर्टिफिकेट दिनको लागि। सबै प्लेस ताली बजाइदिनु होला।
हाम्रो क्रिस्टल माउन्टेन टिमका टिम क्याप्टेनले पनि यता सर्टिफिकेट फोक्सोको टिम युट्युब टिमको क्याप्टेनले पनि यता सर्टिफिकेट लिन आउनु सातौँ स्विम टिमका क्याप्टेनले पनि म यता ग्राउन्डमा आइदिनु हार्दिक अनुरोध गर्दछु। पारा ब्याप्सीका टिम क्याप्टेनले पनि यता सर्टिफिकेट लिन आइदिनु हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो भिजे टिमका टिम क्याप्टेनले पनि यता सर्टिफिकेट लिन आइदिनु हार्दिक अनुरोध गर्दछु। भेन्जन गर्ल्स टिम बीका क्याप्टेनले पनि यता ग्राउन्डमा सर्टिफिकेट लिन आइदिनु हार्दिक अनुरोध गर्दछु। नामो सुपर गर्ल्स टिमले थर्ड पोजिसन हासिल गर्न सफल भएको छ। बोइज टिमबाट थर्ड पोजिसन हासिल त्यसै गरी म नमो सुपर गर्ल्स सम्पूर्ण टिम क्याप्टेन तथा टिम ट्रफी लिन आइदिनु हार्दिक अनुरोध गर्दछु। गर्ल्स का थर्ड प्लेस विनर कम्पिटिसन का हाम्रो दुई रेफ्री जसले बिहानदेखि बेलुकासम्म खटेर हामीले साथ दिनुभएको छ उहाँले यता फिल्डमा आइदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी त्यही मनाइन फुटसलका लागि पनि हामीले टोकन अफ लभ यता रहेको छ। त्यसैले प्लिज टोकन अफ लभ लिन आइदिनु हाम्रो ले मनाइन फुटसलका हाम्रो अनर्सहरूले पनि टोकन अफ लभ हस्तान्तरण गरिदिनु हार्दिक अनुरोध। होटल मण्डलाको पनि आज हामीले यस कार्यक्रममा एकदम ठुलो सहयोग गरेको छ। त्यसका लागि म टासी ठुमालाई यो टोकन अफ लभ रिसिभ गरेँ। एक्सप्लोर डोल्पोलाई पनि यता त्यसै गरी हाम्रो समाजमध्ये राणा टुङको रिम्पोछेज्यू उहाँले हाम्रो यस खेलकुद समूहलाई निरन्तर रूपमा एकदम सहयोग गरिरहनु भएको छ। त्यसैले उहाँले सम्मानको रूपमा हामीले एउटा टोकन अफ लभ हस्तान्तरण गरिदिनु। ठुलो सदायका अध्यक्ष हिमालय मुछेको यस हाम्रो खेलकुद समूहमा ठुलो योगदान रहेको छ। यता थोजे सिंहज्यू हुनुहुन्छ भने उहाँले म टोकन अफ लभ रिसिभ गरिदिनु नमस्ते गरेपछि उहाँको लागि पनि टोकन अफ लभ रिसिभ गर्दछु। सेफोक्सो गाउँपालिकाका अध्यक्ष टासी फिलोपज्यूले पनि यता टोकन अफ लभ रिसिभ गरिदिनु हार्दिक अनुरोध गर्दछु। लामा पाल्सा निमाज्यू उहाँले पनि यो खेलकुदसँग टोकन अफ लभ चाहिँ रिसिभ गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यो सम्पूर्णले आज हाम्रो यस कार्यक्रमका मिडिया पार्टनर इमानदार खबरका जर्नलिस्ट रूपा पुलालज्यूले पनि यता टोकन अफ लभ रिसिभ गरिदिनु हार्दिक अनुरोध गर्दछु। Hardest goal scorer is Laurie Galton, 5 goals, please, 56. Now, congratulations, Laurie Galton. We'll get some more pace, come on, pass. Come on, the PJ PJ Boys, 18. Third player, what goes to PJ Boys? Girls के winning team, PJ Girls, 1 by 1, please. Winning team जरा तंबले को चेस्वे, medal and trophy, अंतिम चला पूर्ण बखाले कर फिर दूर है, अंतिम चला मजो शेपर जो बराबर चाहिए, please, please, please. Second Togo World Cup runner-up, Pedro Goldstein, please. Please. Okay, so girls third player goes to Pedro Goldstein. Please, boys की runner-up, Pedro Goldstein, please, come on the stage. Congratulations.
So, ladies and gentlemen, now girls best keeper goes to Nakon FC girls, number 7 girls keeper. Please come on stage to receive. So, girls best keeper goes to Nakon. Boys best keeper goes to Benton B team keeper, Mr. Benton. Please come on stage to receive best goalkeeper. Now, I would like to note that 2021 Best Boys so ever goes to Yak Team Pamela, jersey number 6, please come on stage. So 2021 second Pamela winner goes to Nangong Yak Team, please come on stage one by one. So for that I would like to यसै गरी बधाई छन् नागौँ याक टिमलाई दोस्रो डोल्पो गोल्ड कप 2021 को विजेता हुन सफल भएको छ। 45 तोलाको चाँदीको गोल्ड प्लेटेड रनिङ सिल्ड र ट्रफी सहित ट्रफी प्राप्त गरेका छन् यहाँ। Ladies and gentlemen, the second gold winner, number 1, team captain Nurula, please come to receive trophy and gold blue. Okay. Okay, Captain Nurula, please. Trophy Nurula, Tamachan Tamachi, Nurula Strategy, boys, winning team. Many congratulations. And with that, Rinpoche, thank you so much, Honorable Rinpoche. And ladies and gentlemen, finally, again, I would like to repeat that all these decisions come from our official. पुनः एकपटक बधाई छ नागौँ याक टिमलाई यस प्रतियोगिताको विजेता हुन सफल भएको छ। पुरुष तर्फ पनि विजय गर्ल्स टिमलाई पनि बधाई छ यस प्रतियोगिताको